भगवान शिवको कैलाश गमन कुबेरसँग मित्रताको प्रसङ्गमा गुणनिधिको चरित्र वर्णन। सुतजी भन्नुहुन्छ, हे मुनीश्वरहरू हो, ब्रह्माजीका यस्ता वचन सुनेर उहाँलाई नमस्कार गर्दै नारद मुनि विनयपूर्वक फेरि सोध्न लाग्नुभयो। हे ब्रह्माजी, भक्तवत्सल भगवान शङ्कर कैलाशमा कहिले जानुभयो? महात्मा कुबेरसँग भगवान शङ्करको कसरी र कहिले मित्रता भयो? अनि शिवरूपधारी परिपूर्ण हरले त्यहाँ के गर्नुभयो? यी सबै कुरा मलाई आज्ञा होस्, यसमा मलाई ठुलो कौतूहल लागेको छ। ब्रह्माजी भन्नुहुन्छ, हे नारद, म तिमीलाई शङ्कर भगवान कैलाशमा कहिले जानुभयो र कुबेरसँग कसरी मित्रता भयो भन्ने विषयमा चन्द्रमौली शिवको चरित्र बताउँछु। कामपिल्य नामक नगरमा सोमयाजी कुलमा उत्पन्न भएका यज्ञ विद्यामा विशारद यज्ञ दत्त नाम गरे एकजना दीक्षित ब्राह्मण थिए। ती यज्ञदत्त ब्राह्मण वेद वेदाङ्ग जान्ने, वेदान्त आदि शास्त्रमा चतुर, राजमान्य, कीर्ति भजन बोल्न सिपालु, अग्निको सेवामा लागेका र वेदाध्ययनमा तत्पर थिए। ती यज्ञदत्तका ज्यादै सुन्दर अङ्ग भएका, चन्द्रमाको बिम्ब जस्तै आकृति भएका गुणनिधि नाम गरेका एक पुत्र थिए। तिनको 8 वर्षमा उपनयन भयो। तिनले धेरै विद्या पनि ग्रहण गरे, तर पछि उनी बाबुले थाहा नपाउने गरी जुवा खेल्ने काममा लागे। ती गुणनिधि बेला बेलामा आमाबाट धन द्रव्य लगेर जुवा खेल्ने जुवाडेहरूलाई दिन लागे र उनीहरूसँग मित्रता पनि गर्न लागे। त्यसपछि तिनले ब्राह्मणहरूको आचरण सबै छोडे, उनीहरूसँग मित्रता पनि गर्न लागे। स्नान सन्ध्या पनि नगर्ने भए। वेद वेदादि शास्त्रको देव देवताको र ब्राह्मणको निन्दा गर्न लागे। धर्मशास्त्रले बताएका आचारदेखि विहीन भएर गाना बजानामा आनन्द मान्ने भए। अनि नटुवा, पाखण्डी र भाँडहरूसँग मेलमिलाप गरेर उनीहरूको प्रेममा बाँधिएर रहन लागे। आमाले बारम्बार प्रेरणा गर्दा पनि बाबुका समीपमा गएनन्। गृह कार्यमा सदा व्यस्त भइरहने दीक्षित यज्ञदत्त यदा कदा आफ्नी पत्नी दीक्षित तायनीसँग सोद्धथे, कल्याणी, गुणनिधि छोरालाई आजभोलि म घरमा देख्दिनँ, कहाँ जान्छ, के गर्छ? यस प्रकार पतिले सोधेका बेलामा उनी सधैँ यसो भन्थिन्, स्नान र देवदेवताको पूजा गरेर अहिलेसम्म यहीँ बसिरहेको थियो, ऊ अहिले भर्खरै मात्र बाहिर गयो। आफूले पढेको पाठ अभ्यास गर्नका लागि 2-3 जना साथीसँग लागेर गएको छ भनेर आमा एउटा छोरो भनी माया गरेर आफ्ना दीक्षित पतिलाई ठग्दथिन्, ढाँट्दथिन्। यसरी आफ्नी पत्नीले ढाकछोप गरेकाले दीक्षित ब्राह्मणले छोराको कर्म चाल चलन सही रूपमा केही पनि थाहा पाउन सकेनन्। अनि उनले 16 वर्षको भए। पछि गुणनिधिको सम्पूर्ण केशान्त कर्म गरिदिए। यसपछि दीक्षित यज्ञदत्त ब्राह्मणले गुणनिधि छोराको गृहोक्त विधान अनुसार विवाह पनि गराइदिए। हे नारद मुनि,